हामी चाहिँ जङ्गल गएको है साथीहरू आज। यस्तै छ है गाउँले जीवन। हामी चाहिँ 4 जना छौँ अगाडि थुप्रो गइसक्यो। अघि जाँदा नै हामी चाहिँ भात सब्जी खाँदा भात खाने गऱ्यो। हामी भयो हामी 4 जना मात्रै छौँ। गली अब कति छ हिँड्ने यति नै गली जाँदै छ नि घरे चाहिँ घाटको खोलामा हिँड्नु साह्रै टाढो तामा खोज्नु गएकै साथीहरू। अहिले त जङ्गलमा मात्रै बस्छ नि त टाढोहरू। अहिले चाहिँ तामा पाउने सिजन। अस्ति यस्तो घर छेउछाउतिरै टाढो यस्तो छ खोलाहरू। यो खोलै खोला खोलै खोला झन्डै खोलाको सिरानै पुग्नुपर्छ। हामी चाहिँ निनीहरूकोमा पनि गएको आज। निनीहरूको घरमा गएर म भिडियो गर्नेछु। साथीहरू हेर्दै गर्नु होला। जोगीमुढा भन्ने ठाउँ कस्तो रहेछ त। त्यो तिम्रो ओठलाई ओठ यो पल्केको छातीमा राखे लुकाई तिमीले अरू त डर्केको बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा म भमरा भए सोचु मेरो त स्वर्ग यही होला म भमरा भए सोचु मेरो त स्वर्ग यही होला सुन त्यो तिम्रो मेरो निनीको घर जाने बाटो चाहिँ यस्तो छ। निनी चाहिँ जङ्गलमा बस्नुहुन्छ जङ्गलको छेउमा। यस्तो बाटो छ। हजुर तामा त लामो लामो भइरहेछ। अब चाहिँ निनीको घर आइपुग्नु आँट्यो। निनीको घर पुगेर देखाउँछु मेरो निनीको घर कस्तो रहेछ। मेरो निनी कस्तोमा बसिरहेको रहेछ भनेर सबैमा देखाउने छु। जङ्गलको खानेकुरा बाँदर झुले ठुलो खालको चाहिँ रहेन छ कि सानोमा चाहिँ पाउँछ। ठुलो त कति ठुलो त गुलियो हुन्छ नि रमलम्बी हुन्छ नि। यस्तो बाँदरको खानेकुरा अन्त कुहिएको रहेछ। निनीको गाउँ आइपुगै ल ल हिँड्दा 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 गरेर गाउँ चाहिँ आइपुग्यो। के हो ए यहाँ कोलाहरू भन्दै थियो नि। निनीले कोलाहरू रोपेको यस्तो छ। खोलाको डिलमा छ गरेर बोलाउँछ सुन्दैन सुन्दैन। ठुटी चाहिँ हाम्रो बहिनीको नाममै घर देखिनु थाल्यो साथीहरू। यस्तो खोलाको डिलमा छ। आया खोलाको डिलमा छ घर। यहाँ पनि एउटा घर थियो अस्ति एकचोटि हामी आउँदा पोहोर कि के बेला आउँदाखेरि थियो। त्यो मान्छे लिम्बू हो कि खोइ के हेरेन बस्थ्यो तर गइगयो। मेरो निनीको गाउँ एउटा घर छ एकान्तमा छ। हामीलाई डर पनि लाग्दैन। कसले लेखेको त्यसले होला नि। छैन जङ्गलकै क्या ए के अरे गोठाला। निनी त होइन अर्को चाहिँ भुकेको छ। कहाँ गएर आएको हाठुटे कहाँ गएर आएको अरे पानी यहाँ खाएको छ। निनीहरूले यो सफा गर्ने बेला भएछ।
चाहिँ हेर्नु कति ढिलो हिँडेको यस्तो छ खोला यहाँ छ घर यहाँ छ यो चाहिँ के भन्छ वन अफिस हो कि के भन्छ कान्छी यो वन अफिस होइन खोइ मम्मी चाहिँ हाँ कहाँ गयो तामा खोज्नु कतापट्टि गयो अनि हामी चाहिँ आउँछ भन्ने थाहा थिएन फर्सी चाहिँ फर्सीहरू साथी यस्तो गऱ्यो फल बडीको रुखमा पो फलेको छ आफै कुहेर यो चाहिँ कान्छी भुक्छस् हाम्रो निनीको घर चाहिँ यस्तो छ आऊ घरमै बस्छु न उयो झोलाहरू राख्दै ल एउटा बटारे खाँदै यो राख्दै ल यहाँ घडी पनि चुटी गएको छ ला त बहिनी यो घडी चुटी गएको छ यो पनि राख्दै ल साथीहरू अमिलो छोरा फल्दै छैन अमिले नि एक डोको कान्छी अमिले होइन झरेको होला नि सबै कि झारेको यो यस्तो खेतहरू नि धानै रोपेर सब भर्खर रोप्न आँटेको बारी यस्तो छ हाम्रो निले दुःख नगरेको चाहिँ होइन नि लास्ट चाहिँ दुःख गर्छ धानको बिउ छ घर निनीको घर एउटा यता मोमो गाउँ छैन होइन हामी चाहिँ तामा खोज्नु लागेको अब तामा खोज्नु पर्ने हुन्छ अलिअलि भारी तामा चारो भारी खोजेर जानुपर्ने हुन्छ पेट दुखेर साथीहरू अब लाग्नु पर्ने हुन्छ है भारी पुग्यो बोक्कलाई सुँगुरको मासु मनपर्छ सुँगुरको यो बोक्क सुँगुरको मासु मनपर्ने जति आयो चारो काट्न आउनु यस्तो दुःख गर्नुपर्छ एक देशमा आउनुपर्छ चारो खोज्नु पनि यहाँ त होइन नि हो के गर्नु गाउँले जिन्दगी गर्नै पर्ने रहेछ हामी चाहिँ कहाँ छौँ साथीहरू गर्दा थाहा छैन मात्रै रितु खोइ यिनीहरू बोलाएको पनि सुने कता गयो होइन साथी अमिलो कति साह्रो फलेको आयो जिस्का न अमिलो जङ्गलमा रहेछ क्या यो चाहिँ थोरा छैन काट्दै मार्दैन कि भरे मलाई झर हेर्न भुइँ त्यहाँ छ न अचम्म लु ला कसम कचियाले हेर्न भुइँ यहाँ भुइँमा फलिरहेको छ क्या के साह्रो अमिलो साथीहरू हेर्नु के साह्रो भयो